ग्राफिक्स भ्लग अलिकति अधुरो भयो हाम्रो भाइ हामीले सोचेको अर्कै थियो तर अर्कै भयो नि त हामीले त धेरै इजी सोचेको रहेछ नि होइन ए यो दिनैमा आफूले लभली बनिहाल्छ बाइक भनेर सोचे घन्टा हुन्छ त्यस्तो बक्सर ला कहाँ खिच्छु त यतिकै नि भयो हेलो वाट्सएप एभ्रिवान एन्ड वेलकम ब्याक टु माई च्यानल सबैजना सन्चै हुनु जसले मेरो फोन आयो फेरि बेलानेको बेला जब राति बुढी ताती भन्छ यसलाई अनि आज हामी कहाँ जाँदैछौँ त भाइ ल साथीहरू हाम्रो एकदमै छोटा प्याकेट सब्सक्राइबर चाहिँ हामीले भेटेको छौँ मेरो घरको अगाडि भाइ चाहिँ माथिबाट मामले मिल्का सिंह जस्तै कुद्दै आइरहेको थियो अनि ल भन बाबु दाइले चाहिँ लाइक सेयर सब्सक्राइब गर्नु होला दाइ एकदमै राम्रो भ्लग बनाउनुहुन्छ दाइको क्रस फायर चाहिँ राम्रो हो तिमीले मेरो भ्लगहरू कुन चाहिँ मन पर्यो तिमीलाई मलाई त्यो कलेजको दिदीसँग जानुभएको थियो त्यो कलेजको दिदी चिन्छ तिमीले चिन्दैन ल भाइ चाहिँ हेर्दा पनि अलि ह्यान्सी छ होइन अनि ऊ चाहिँ अलिकति ट्यालेन्ट पनि छ सब पढाइमा कतिमा पढ्छौ ट्यालेन्ट छ कति हान्छ फर्स्ट पनि हो क्या कति हो टप 10 तिर आउँछ टप 10 मा चाहिँ आउँछ भनेपछि तिमीहरू कहाँ जान्ला अहिले म यहाँ एउटा आन्टीको बर्थडे थियो स्काइलाइनमा बर्थडे मनाउन आएको ल ल ल ल मेरो भाइ एकदमै धन्यवाद तिमीलाई है त हेर्दै गर है त भ्लग अब ल कहिले आउँछ अब भोलि नै आउँछ यो भ्लग आजको है त 7 बजे बेलुका है ल भाइ ल लकडा यस्तै छ यसको हेर्न फेरि यो माछा के भयो भाइ तेरो आँखा यिनीहरूको आँखा त यार के भयो जोस जागर भन्ने त अनुहारमा फिटिकै देख्दैन त यिनीहरूको यार अलिकति एक्टिभनेस भन्ने त छैन क्या कसले के गर्ला त्यसले है के गर्ला ए ल साथीहरू हामी चाहिँ बाइकमा ग्राफिक्स हाल्न जाँदैछौँ अनि हामी जानुपर्ने छ टेकु अनि हामी चाहिँ कहाँनिर जान्छौँ भन्दाखेरि अस्ति म टिकटक लाइभमा बस्दाखेरि एकजना भाइले आफूले मेसेज गरेको थियो हाम्रो पसल छ यसो डिस्काउन्टमा हालिदिन्छु भनेर होइन अनि प्राइस पनि एकदम सस्तो भनेको थियो त्यही भएर चाहिँ यसको ग्राफिक्स चाहिँ अलिकति पत्तुर भएको भएर चाहिँ यस्तो भएको भएर चाहिँ हामीले यसलाई लभले आज लुक्स ओभर दिनुपर्ने हुन्छ हामी 3 जना जान्छौँ यसमा एकजना बर्दानीले चलाउने यो तरमा बस्ने हो 2 जना यसमा तरमा बस्ने यसमा विपिन भाइ के छ तयार तेरो हाल खबर त नि ल सोसाइटीमा युट्युब च्यानल मेरो अनि वायन पेज छ है लिंक हालिदिनु है वाह वाह ल ल ल राम राम दाइ ल भाइ ल टेक केयर दाइ ल है त ल भाइ मोटे योसँग आज चाहिँ म अब खतरा यसलाई के हो त्यो है जान जान तल जाएर मलाई केही हुँदैन ल भाइ बर्दानी पुग्छ असल घाम यस्तो छ कि होइन घामको ब्राइटनेस एकदमै फुल छ अनि पखै अलिकति आत्था चाकपोले यार लास्ट ल बस बस ल साथीहरू हामी निस्किसकेको छौँ अनि आजको अर्को प्लानिङ के छ भन्दाखेरि त्यस्तै 4-5 बजे चाहिँ जेनीसँग राइड गर्ने पनि हाम्रो प्लानिङ छ अनि अब त्यो प्लानिङ चाहिँ के हुन्छ यार बाटोमा के रहेछ फेरि अब बन्दामा आम्फूले यहाँ चाहिँ जाम भइरहेछ है डोजरले आम्फूले बाटो यसो बन्ने कार्यक्रम भइरहेछ यतातिर हो बाटो हो के गर्नु लाग्यो त आम्फूले भनेपछि यसमा त मैले अस्ति भर 500 रुपियाँको हालेको होइन धेरै कुदा छैन यो स्कुटरमा छैन क्या पेट्रोल यार त्यसलाई अगाडि अहिले भन्दा पेट्रोल 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 भन्छ यसमा चाहिँ छैन क्या पेट्रोल यार बाइकमा पनि छ ल ल ल लभली हो है पक्रा हो हाम्रो राइड चाहिँ रकेट भइरहेको छ है रकेट अब किन गर्मी भयो क्या आफूले एकदम रकेट उठाल्दा घामले मार्न लाग्यो घामले अगाडि देखा न अगाडि ल साथीहरू हामी चाहिँ यता आइसकेको छौँ होइन हामीलाई जानुपर्ने चाहिँ अब अलिकति तल जस्तो लागेको छ लोकेसन चाहिँ तल्लोको पसल जस्तो लागेको छ अनि टक्क लगाएर हेरौँ अब कस्तो हुन्छ अनि कलर चाहिँ हाम्रो बाइकको अहिले जुन कलर छ त्यही कलरको ग्राफिक्स हामीले हान्छौँ है रेड एन्ड व्हाइटै छ ब्लु बुकमा पनि अनि त्यही कलरको हान्छौँ लभली पारामा हर्न पनि पहिलाभन्दा हल्का ठुलो बज्ने बनाएको छौँ हामीले यत्रो बज्छ हामीले पहिला यत्रो कहाँ बस्थ्यो त होइन A few moments later.
तिमीलाई अनि मैले उसमा मेसेज गरेको टिकटकमा मेसेज गरेको पाएन तिमी अनलाइनै छैन कि अघि भर्खर बिहान गरे ठिक छ अनि तिम्रो प्रोफाइल खोजेर प्रोफाइलमा फेरि पसलको नाम निशान केही रहन्छ अनि रिपोस्टतिर छ कि भनेको ठ्याक्कै एउटा देखेँ कि सब कस्तो ग्राफिक्स छान्नुहुन्छ त ग्राफिक्स के हुन्छ यहाँ के हुन्छ यसो डेमोन्स्ट्रेसन हामीलाई चाहिँ भन्दा नि तपाईँले पहिला ग्राफिक चुज गर्नुपर्छ क्या अँ, अनि त्यसपछि तपाईँलाई कुन मन पऱ्यो त्यही हालिदिनु अब यसमा स्याम्पल होला नि केही ए स्याम्पल भाइ त्यही गुगलबाट यसो छान्न त छान्न थियो त्यही देखाउने हो। अर्डर गऱ्यो भने ट्यागको भोलि बिहान आउने हाल्नु ए, आज चाहिँ अर्डर गर्ने आज अर्डर गर्नु ग्राफिक्स भोलि बिहान बन्ने ग्राफिक्स चाहिँ क्वालिटी कस्तो क्वालिटी मन छ देखाउनु क्वालिटी तपाईँको पिज्जा थरी हुन्छ त देखाउ त डायमन्ड कोटिङ हुन्छ अँ सब उठाएर तपाईँको अर्को ग्राफिक्स यस्तोमा आउँछ भाइ जुन तपाईँले 2500 गऱ्यो होइन योभन्दा राम्रो प्रिमियम हाल्नुहुन्छ भने चाहिँ 45 योभन्दा प्रिमियम 45 पर्छ अनि अरूलाई कति पर्छ त्यो फिनिसिङ आउँछ त्यो अलग 55 जम्मा 45 अलिक डिस्काउन्ट हुन्छ होला नि त डिस्काउन्ट के हाल्छ केटा तैँलाई महँगो भन्दै भन्दैन नि भाइले कति हाल्ने 25 को त के हाल्नु अब ग्राफिक्स जस्तो चिज ल ल राम्रै हाल न राम्रै हाल्ने नि म्याट फिनिसिङमा अनि फरक चाहिँ के हुन्छ फरक तपाईँको के हुन्छ भने घामबाट त्यो पक्लिने सक्ने हुँदैन तर त्यसमा त त्यस्तै फेरि हुन्छ नि त यो बाइकहरूमा पक्लिन्छ नि जसरी पनि जस्तै 2500 वाला चाहिँ के हुन्छ 2500 वाला चाहिँ यही हो दाइ राम्रो हुन्छ त यो पनि क्वालिटी हेर्न न फुलिन्छ कि फुलिँदैन फुलिँदैन दाइ घाममा पछि फोका फोका आउने त सबैको भयो अर्कोमा नि जुनमा नि आउँछ जुनमा नि आउँछ जस्तो महँगो हाले नि आउँछ दाइ हो जस्तो महँगो हाले नि आउँछ न त के भन्दा त यसो र 25 र यसमा चाहिँ फरक के रहेछ त फरक तपाईँको के भन्दा यो तपाईँको अब जस्तो ग्लोसीमा अब म्याटमा आउँछ अर्को राम क्लियरवाला आउँछ कि अलिक जस घाममा हेर्दा अलि हेर्दा अलिक लग्जरी हुन्छ त्यो लग्जरी ल त्यसपछि त्यही हालिदिउँ नि त यो नहाल ल भनेपछि हामीले अब डिजाइन दिनु पऱ्यो होइन भाइ त्यो कुन मोबाइलमा छ एडभर्टाइज गरिदिनु पऱ्यो दाइले गर्ने भनेर त आएको त म दादा मलाई होइन हजुर अरू यो बाइकको सिएनसी पार्ट्सहरू हुन्छ नि सिएनसी पार्टहरू तिनीहरू चाहिएको थियो मलाई पाउँछ तर म तपाईँले एउटा गाडी भेटाइदिन्छु उहाँ दाइले सही सिएनसी पार्ट हो तपाईँले ल्याइदिनुहुन्छ दामी दामी तपाईँ छान्नु भयो होला नि ग्राफिकहरू त भाइ यसमा बना होइन ओ ल यो त दामी छ त अस्ति हामीले बनाएको ग्राफिक पनि देखाउँछु म तपाईँलाई है त एउटा तर त्यो कुन कलर कुन हो योवाला बनायो क्या हाम्रो हाम्रो फेरि ब्लू ऊ चाहियो नि त हाम्रो फेरि अनि तपाईँको लागि तपाईँले अब छान्नु पर्यो रेड र व्हाइट चाहियो हुन्छ यो पनि ठिक छ त दाइ खै सिआरएफ रहेछ यो यो पनि स्याहार तर फेरि डिटो यो होइन नि त हल्का नाम सामहरू पनि लेख्नुपर्छ त्यसमा मिल्छ होइन भइहाल्छ नि नामहरू यसो एड गरेर मेरो डायलगहरू एड गर्नुपर्छ भइहाल्छ नि अनि तिम्रो फोटो नि एड गर्नु पऱ्यो दामी छ दाइ त्यो पनि दामी हुन्छ भाइ एकचोटि हामीले यो मोबाइलमा बनाएको थियो क्या होइन डिजाइन एकचोटि भिडियो पच गरेर हेर त कालो यो हाल्ने डिजाइन कट आउट गर्ने नि भन्नाले कटिङ अब यस्तै कटिङ गरेर हाल्नु मिल्दैन मिसिन पनि छ मिसिनबाट कट आउट गर्नु मिल्छ हजुर कालो बनाएर अनि के लेख्ने भने पहिला यो पहिला यो हाल्नु पर्यो तपाईँको होइन अनि त्यसको माथि कट आउट हाल्ने कि तपाईँको सायरी के हुन्छ जे पनि लेख्नु मिल्यो त्यो त्यहाँ कम्प्युटरबाट लेख्नु मिल्यो हाम्रो लकडा हाम्रो अलिकति कहानीमा एकदमै ठुलो ट्विस्ट चाहिँ के आयो भन्दाखेरि हामीले सोचेको चाहिँ हामीले चाहिँ गुगलमा यो एउटा ग्राफिक्स हामीले हेरेको थियौँ त्यसपछि यो चाहिँ सिआरएफको रहेछ अनि यही ग्राफिक्स चाहिँ हामीले आरएममा हान्न मिल्छ होला भनेर हामीले सोचेको तर त्यो चाहिँ अलिकति गाह्रो हुँदो रहेछ होइन त्यसलाई अब आरएममा कन्भर्ट गर्दाखेरि चाहिँ अलिकति नमिलेको जस्तो अनि पत्तर हुने रहेछ अनि त्यही भएर चाहिँ हामीले अब अहिले यसो ग्राफिक्सहरू यताउति इन्टरनेटमा हल्का खोजेको खासै चित्त बुझ्दा भेटेन हामीले चाहिँ अलिकति व्हाइट र रेडै बनाउनु लाग्यो तर व्हाइट चाहिँ अलिकति धेरै अलिकति अनि चलपल खालको अलिकति लभली बनाउनु खोजेको त्यसको लागि चाहिँ हामीले अब 1-2 दिन टाइम लिएर होइन ग्राफिक्सहरू यसो खोजेर भएन भने न आफैले डिजाइन हानेर लभली नै बनाउँछ 1-2 दिन टाइम चाहिँ लिएर हामीले बनाउँछौँ अब त्यही अनुसारमा हामी जान्छौँ घर र साथीहरू हामीले ग्राफिक्स बनाउनु लागेको पसल चाहिँ उता हो होइन पसलको नाम चाहिँ तपाईँको मोटो गियर्स एन्ड ग्राफिक्स छ है यहाँ चाहिँ तपाईँको ग्राफिक्स सम्बन्धीको हरेक कामहरू चाहिँ लभली हुने रहेछ अनि यसो आउनुहोस् न मेरो नाम लिएर हल्का फुल्का डिस्काउन्टहरू पनि दिनु भाइले मामले मलाई पनि डिस्काउन्ट दिएछ तपाईँहरूलाई पनि डिस्काउन्ट दिन्छ होइन यसको लोकेसन देखाइदियो भाइ लोकेसन भनेको तपाईँ त्यो बजार गल्लीबाट छिरेपछि ठ्याक्क खोलाको एउटा बाटो आउने बित्तिकै राइट साइडमा लाग्नुपर्ने हुन्छ तपाईँहरू यहाँ पार्क छ पार्क जस्तो बनाएको छ यहाँ प्लेग्राउन्ड जस्तो त्यसको पारिपट्टि छ ठ्याक्क लाएर लोकेसन एकदम इजी छ है
अब चाहिँ हामी यहाँबाट घर जान्छौँ अनि आजको चाहिँ ग्राफिक्स भ्लग अलिकति अधुरो भयो हाम्रो भाइ होइन हामीले सोचेको अर्कै थियो तर अर्कै भयो नि त हामीले त धेरै इजी सोचेको रहेछ नि होइन ए यो दिनै मामुल लभली बनिहाल्छ बाइक भनेर सोचे घन्टा हुन्छ त्यस्तो सोचे चाहिँ जिन्दगी रहेनछ भन्थ्यो त्यस्तै हुँदो रहेछ यार नलेज नभएपछि यस्तै हुन्छ अगाडिको टायर पनि गइसकेको छ गएर फेर्ने दुइटा फेर्ने बेला भयो टायर पनि पहुँच्दै म त्यहाँ होलसेल लगिदिन्छु नै त कति लसन फर्छ यो मलाई निन्द्रामा छ कि हेर्ने यसको आँखा पनि त्यस्तै तँलाई त कति 10 घन्टा सुत्नुपर्छ क्या भाइ रुगा खै मलाई त सरेको थियो नि त नि ल हामी निस्क्यो क्या यहाँबाट लकडा अब केही छैन कोही बात नै मुर्गीको दाँत नै भन्दै चाहिँ हामी यहाँबाट अब बिदाई भएका छौँ एकदमै निराशका साथ होइन अब भने जस्तो भएको भए एकदम खुसी हुन्थ्यो होला हामी मामबोली तर एकदम निराश भएर फर्केको छौँ तर केही छैन यो निराशालाई हामीले नेक्स्ट टाइममा एकदमै लभली ग्राफिक्समा कन्भर्ट गर्नुपर्ने हुन्छ ग्राफिक्स त जसरी नै हाल्नुपर्छ लभली नै हाल्ने क्या होइन अब सबैले हाले जस्तो त्यो नर्मल खालको लौडा लसुन खालको नहाल्ने टक्क आफ्नो डिजाइनमा एकदमै मामूली 1 पिस ग्राफिक्स हाल्नुपर्छ क्या होइन भाइ वान पिस हाल्नु पऱ्यो मान्छे चाहिँ 1 पिस छ होइन मान्छे 1 पिस भइसकेपछि ग्राफिक्स पनि चान्चु नै हालेर भएन नि त अब 1 पिस ग्राफिक्स भनेको त्यो मामफुली एकैछिनमा भेट्दैन क्या केही टाइम लिनुपर्छ त्यसको लागि जस्तै हामीले पनि मामफुली यत्रो वर्षमा पुऱ्याएर 100K बनायौँ त्यसै गरी केही टाइम लिएर ओपी ग्राफिक्स हालौँ न मामफुली भन्ने सोच बनाएँ अब हामी उता अगाडि हाम्रो एकजना बोस हुनुहुन्छ एकछिन बोसलाई गएर भेट्नु पऱ्यो बोसलाई भेटिसकेपछि अनि घर फर्किनुपर्छ खोला को रहेछ त बोल्नुहोस् ल ल ल अलिक भित्र राख्नु त A few moments later. अस्ति बनाएको इन्जिनै बिग्रियो भन्छ अर्को ठाउँ भर्खर ग्यारेजमा देखाएको हेर त स्टार्ट त हुन्छ होइन तर दामी हुन्छ जति बढ्दा जाने अगाडि नै जाँदैन पिकअपै आउँदैन न्युट्रलमा गएको जस्तो हुन्छ है जति गर्दा पिकअप छ त थाहा छ क्या तिमीले त्यही भन्छ भने केही भयो भने त्यो किलोमिटरको चलेन क्या तपाईँलाई मेरो साथ त लाग्यो नि यो चलेन भने क्या 1 किलोमिटर किलोमिटर तिम्रो रियाक्सन तारै छिनेको त अनि खोइ कसरी छिने त तार नि ए तार त यस्तो रहेछ नि तारै छुट्या रहेछ नि त ओइ लड्नलाई राजा लड्नलाई बाइक अलिकति ब्याग तान्नुपर्छ अलिकति पछाडि तान्दा बाइक पछाडि तान्दा ल ओ ल भयो भयो राजा पनि फेरि अफिसियल र के को अफिसियल हो तिमी बाबा ल ल ल यो त्यति तार जोड न तार नकासौँ यो डाइरेक्ट गरेर काम लाग्दैन होइन यो ब्याकै म लिएर आइदिन्छु यसो कुनै बेला छिरो ए कस्तो अहिले गरेर न डाइरेक्ट गर्नु त मिल्छ ठुल्लाई होइन अहिले नै मिल्छ तर सर्ट भयो भने ल साथीहरू कहानीमा फेरि अर्को ठुलो ट्विस्ट आइसकेको छ अघि हामीले प्र्याङ्क हालेको थियो नि त राजालाई इन्जिन बिग्रियो भनेर तर साँच्चैकैमा मामफुली चेन चुटिसकेको छ हाम्रो चाहिँ यहीँ बाटोमै चुटेको थियो चेन हाल्नुपर्ने छ यार दिमाग खराब के हुने भने यार यो साधन पनि मासला मोडे भाइ नै पनाउँदै भएर नभएको भन्दा हो म एक्लै हिँड्दाखेरि केही हुँदैन नि 80 नि चुटेन तनै रहेछ हुन त त्यति बेला म एक्लै थिएन किन थियो 16 हिँडे अरू नै थियो दिदी थियो कि त्यति बेला 16 हिँड्नुपर्ने रहेछ क्या पनाउँदै नहुनुलाई यार अहिले जेनीसँग राइड गर्दाखेरि यस्तो भयो भने त बिल्ला हुन्छ त नि बिल्ला भन्दा पनि तनाव हुन्छ त नि उता लकहरूको व्यवस्था गर्दै रहेछ